हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी डुल्नु जाँदैछौँ, बहिनीको आएको थियो, त्यही भएर आज हामी यो टावरमा जान आँटेको थियौँ। यहाँदेखि हामी हिँड्दै जान आँटेको थियौँ। पहिला पनि एकचोटि जानु चाहिँ गएको, यहाँनिर ऊ छोरा चाहिँ पुरा खुसी हुँदै जाँदैछ टावरमा जाने भन्दै। अनि हामी जाँदैछौँ, हेर्दै गर्नु होला। बेलुकै भए पनि घाम चाहिँ पुरा थियो हो। यो चाहिँ चुनी खेलतिर हो, चुनी खेलतिर नाच्दैछ उभिँदै खुट्टामा हिलो पचक्क लाग्यो, उसलाई थाहा नपाएको हिलो खुसी हुँदैछ। यहाँनिर म चाहिँ ऊ चाहिँ कहाँबाट ल्याउनु भएको टिसु कहाँ थियो भन्दै भन्दै। यहाँ चाहिँ जग्गाहरू पनि बनिँदो रहेछ, प्लटिङ हुँदो रहेछ, तर राम्रो छ ठाउँ चाहिँ। त्यस्तै भए पनि हरियाली छ, घाम लागेर हामी चाहिँ यहाँनिर पुरै हिँड्दैछौँ, ओह्रालो अब त्यहाँनिर खोलाको डाँडा पनि हिँड्दैछौँ। फर्स्ट टाइम भनेर मिनी ब्लगहरू चाहिँ अलिअलि बनाउने कोसिस। हाम्रो गन्तव्य कहाँसम्म हो कठाइन हो जुका चाहिँ काँसेलाई अब यो बाटोबाट जानुपर्ने भिरबाट यस्तो भयो हामीलाई। घाम लागेर फेरि भन्नुहुन्छ भने हिँड्नै नसक्ने बल्ल बल्ल उकालो चढ्यौँ हामी, माथि चढ्यौँ। अब चाहिँ आइपुग्नु आँट्यौँ। यहीँ अब चाहिँ छेउछेउमै छ। यहाँनिर चाहिँ यता साइडपट्टि चाहिँ सेकुवाहरू पनि पाउँदो रहेछ, तर हामी चाहिँ छिरेको थिएन। आयो हामी आइपुग्यौँ गलेर, उकालो हिँड्दा गलेर पेटो ल। अब जाँगर चल भने भिडियो गरिन्छ, अब गरिँदैन। भिडियो गर्ने जाँगर पनि छैन, यहाँदेखि जानुपर्छ। म चाहिँ धेरै एक्साइटेड भएर कुदेको अगाडि। तर राम्रो छ ठाउँ पनि राम्रो छ, खानाहरू पनि ठिकै हो, मिठै छ। तर माथि यहाँ चाहिँ प्रायः फोटोहरू खिच्नु गर्नु आउँदो रहेछ, थुप्रो थियो। हेर्नु होला, यता साइडपट्टि चाहिँ माछाहरू पनि थियो। यो पालि चाहिँ होइन, खाइसकेको रहेछ माछाहरू सबै सिद्धिसकेको रहेछ। अब हल्का बहिनीले भिडियो गरिदिँदैछ, त्यो पनि लजाउँदै गरिदिँदैछ। यहाँ माथि हो, राम्रो छ ठाउँ चाहिँ, मान्छेहरू पनि खासै धेरै चाहिँ हुँदैन। यहाँ त उसको बाबासँग बोल्दैछ, बाबालाई देखाउने अरे कुन ठाउँमा आयौँ भनेर देखाउँदैछ। उसले खुसी हुँदैछ, पिज्जा खाने भन्दै नाचेको छ। यहाँ उसको जुस आयो, हाम्रो चिसो आयो। अब हामी खानु आँटेको गाई। के गर्दिन अरे बाबालाई किन देखाउनु पर्दैन है। खाँदा अब यहाँनिर चाहिँ दुईजना बोल्दैछ, पुरा गाउँदैछ, हे वारी टाउन भन्दै गाउँदैछ। यहाँ छ्यामा र छोरा चाहिँ पुरा गाउँदैछ, अगाएर भोलि डम्मा भएछ। अनि अहिले नै हिँड्नु सक्दिनँ भनेर गाउँदै बसिरहेको छ दुईजना चाहिँ। आफै गाउँदै आफै मसिँदैछ, छोरा चाहिँ लजाउँदैछ। यता माथिबाट चाहिँ भ्यूहरू यस्तो देखिन्छ है, पुरै अब हल्का यहाँनिर अलिकति हामीले सटर पार्दैछौँ अलिअलि। यहाँनिर फोटो भिडियो सुट हुँदैछ हाम्रो टिकटकको लागि। आमा लज्जा देखाइदेऊ। अब ऊ चाहिँ यहाँनिर पुरा एक्लै, उसको सिङ्गल खिचिदिनु, मेरो पनि भिडियो गरिदिनु भन्दै छोरालाई लज्जा एक्सन मार्दैछ। धन्यवाद गाइज, बाई बाई।